साथीहरू यो भिडियो हेर्नुस् त। पासपोर्ट रोक्ने के ठानेको छ? यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ के छ? यो हत्यारालाई अझैसम्म अलिकति पनि पश्चाताप छैन। मेरो कारणले यति साना साना कलिला भाइ बहिनीहरू स्कुल ड्रेसमा आउँदै गर्दा गोली लागेर मरेको खबर सुन्दाखेरि यसलाई अलिकति पनि पश्चाताप छैन। यसको बोली सुन्नुस् त। त्यत्रो जना बालबालिकाहरू मारेको छ, अझ कसले हान्न दियो गोली? मैले त गोली हान्ने आदेश दिएको थिइनँ। शर्म लाग्दैन अलिकति? अनि जे बोले पनि पछाडिबाट पर ताली बजाउने झोलेहरू ठुक्क तिमीहरूलाई त मैले हेरे ती मुखभरि रियाल झिकेर तिमीहरूको मुखभित्र थुक्न मन छ यार। अलिकति लाज लाग्दैन? तेरो नेताको चाहिँ गु पनि मिठो छ भन्नु पर्दैन यार। गल्तीलाई गल्ती भन्न सिक्थे यदि तँहरू मान्छे होस् भने। पशुहरू, कुकुरहरू, ठुक्क मासालाहरू। गोली लागेर घाइते भएका मान्छेहरूलाई अस्पतालमा देखेको छस् तिमीहरूले? कसैको हात छैन, कसैको खुट्टा छैन, कसैको यहाँबाट गोली लागेको छ। केपी ओलीको गु खाँदै पछाडिबाट थपरी बजाउनु बाहेक तिमीहरूलाई अरू केही पनि थाहा छैन? केही पनि चाहिँदैन अरू तिमीहरूलाई? यो समाज चाहिँदैन? समाजमा बसिसकेपछि त अर्को व्यक्तिलाई पीडा हुँदाखेरि आफूलाई पनि पीडा महसुस भओस् न यार। त्यस्तो समाज भओस् न हाम्रो। झोलेहरू, बच्चाहरू त्यत्रो मरेको थाहा छैन। सालेहरू अझै पछाडि जिन्दाबाद भन्दै नारा लाउँदै हिँड्छस् मुलाहरू।